के तपाईहरू नेपालको विभिन्न राष्ट्रिय दिवसहरूको बारेमा जान्न चाहनुहुन्छ? यदि जान्न चाहनुहुन्छ भने तपाईहरू सही भिडियोमा आउनुभएको छ। साथीहरू, यस टपिकबाट विभिन्न समयमा विभिन्न परीक्षाहरूमा बारम्बार प्रश्नहरू सोधिने गरेको छ। हस् त साथीहरू, तपाईहरू सम्पूर्णलाई आजको यस भिडियोमा लिएर जान चाहन्छु। सबैभन्दा पहिलो नम्बरमा रहेको छ व्यक्तिगत घटना दर्ता दिवस। साथीहरू, यो व्यक्तिगत घटना दर्ता दिवस वैशाख 2 गते पर्दछ। यसैगरी नेपालमा लोकतन्त्र दिवस वैशाख 11 गते पर्दछ। अर्को दिवस रहेको छ राष्ट्रिय चिया दिवस। राष्ट्रिय चिया दिवस वैशाख 15 गते मनाइन्छ नेपालमा। राष्ट्रिय पत्रकारिता दिवस जुन वैशाख 24 गतेको दिन मनाइन्छ। नेपालमा कानुन दिवस कहिले पर्दछ भन्दाखेरि वैशाख 26 गते। वैशाख 26 गते नेपालमा कानुन दिवस मनाइन्छ। यसैगरी साथीहरू, अर्को दिवस रहेको छ विद्यालय गणना दिवस जुन जेठ 7 गते मनाइन्छ। गणतन्त्र दिवस। गणतन्त्र दिवस कहिले पर्दछ भन्दाखेरि ज्येष्ठ 15 गते। अर्को दिवस रहेको छ सगरमाथा दिवस जुन दिवस जेठ 16 गते मनाइन्छ। 9 नम्बरको दिवस रहेको छ राष्ट्रिय जनगणना दिवस जुन दिवस असार 8 गतेको दिन मनाइन्छ। यसैगरी अर्को दिवस रहेको छ वन दिवस जुन दिवस असार 13 गतेको दिन नेपालमा मनाइन्छ। यसैगरी 11औं नम्बरको दिवस रहेको छ राष्ट्रिय दान दिवस जुन दिवस असार 15 गतेको दिन मनाइन्छ। संसद दिवस। संसद दिवस कहिले पर्दछ भन्दाखेरि असार 16 गतेको दिन पर्दछ। भानु जयन्ती। भानु जयन्ती कहिले पर्दछ भन्दाखेरि असार 29 गतेको दिन भानु जयन्ती पर्दछ। राष्ट्रिय इन्जिनियर दिवस कहिले पर्दछ भन्दाखेरि साउनको 6 गते राष्ट्रिय इन्जिनियर दिवस पर्दछ। यसैगरी अर्को दिवस रहेको छ मुक्ति दिवस अथवा मुलुकी ऐन। कहिले पर्दछ यो भन्दाखेरि भाद्र 1 गते पर्दछ। यसैगरी अर्को दिवस रहेको छ पुस्तकालय दिवस जुन दिवस भाद्र 15 गतेको दिन नेपालमा मनाइन्छ। मानव बेचबिखन विरुद्धको दिवस जुन दिवस भाद्र 20 गते नेपालमा मनाइन्छ। निजामती सेवा दिवस जुन दिवस भाद्र 22 गते पर्दछ। यसरी नै अर्को दिवस रहेको छ बाल दिवस जुन दिवस भाद्र 29 गतेको दिन पर्दछ। साथीहरू, तपाईहरू यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला है त। 20औं नम्बरको दिवस रहेको छ चलचित्र दिवस जुन दिवस असोज 1 गतेको दिन पर्दछ। विज्ञान दिवस। विज्ञान दिवस असोज 1 गतेको दिन पर्दछ। भिडियोलाई निरन्तरता दिने क्रममै अर्को दिवस रहेको छ परिवार नियोजन दिवस जुन दिवस असोज 2 गते पर्दछ। यसरी नै अर्को दिवस रहेको छ शिक्षा दिवस जुन दिवस असोज 2 गतेको दिन मनाइन्छ। संविधान दिवस। संविधान दिवस कहिले पर्दछ भन्दाखेरि असोज 3 गते पर्दछ। सामाजिक सेवा दिवस जुन दिवस असोज 6 गतेको दिन मनाइन्छ। नागरिक सुरक्षा दिवस। नागरिक सुरक्षा दिवस असोज 12 गतेको दिन पर्दछ। यसरी नै अर्को दिवस रहेको छ प्रहरी दिवस। प्रहरी दिवस असोज मसान्तको दिन पर्दछ। सशस्त्र प्रहरी दिवस। सशस्त्र प्रहरी दिवस कार्तिकमा पर्दछ। यसैगरी अर्को एकदमै महत्त्वपूर्ण दिवस रहेको छ राष्ट्रिय कर दिवस जुन दिवस मङ्सिर 1 गतेको दिन पर्दछ। 30 नम्बरको दिवस रहेको छ राष्ट्रिय कफी दिवस जुन दिवस पनि मङ्सिर 1 गते नै मनाइन्छ। उद्योग दिवस।
उद्योग दिवस मङ्सिर 9 गते मनाइन्छ। यसरी नै अर्को दिवस रहेको छ क्षयरोग विरुद्धको दिवस, जुन दिवस मङ्सिर 13 गते मनाइन्छ। निर्यात दिवस, निर्यात दिवस पौष 22 गतेको दिन पर्दछ। अरनिको स्मृति दिवस, अरनिको स्मृति दिवस पौष 23 गतेको दिन पर्दछ। यसै गरी अर्को दिवस रहेको छ राष्ट्रिय योग दिवस, राष्ट्रिय योग दिवस माघ 1 गतेको दिन पर्दछ। यसै गरी अर्को दिवस रहेको छ राष्ट्रिय भूकम्पीय सुरक्षा दिवस, जुन दिवस माघ 2 गते पर्दछ। शहीद दिवस, शहीद दिवस माघ 16 गते मनाइन्छ। प्रजातन्त्र दिवस, प्रजातन्त्र दिवस फागुन 7 गते पर्दछ। राष्ट्रिय स्वास्थ्य सेवा दिवस, राष्ट्रिय स्वास्थ्य सेवा दिवस फागुन 15 गतेको दिन पर्दछ। यसै गरी अर्को दिवस रहेको छ सैनिक दिवस, सैनिक दिवस महाशिवरात्रिको दिन पर्दछ। राष्ट्रिय चिकित्सक दिवस, राष्ट्रिय चिकित्सक दिवस फागुन 20 गतेको दिन पर्दछ। लेखक दिवस, लेखक दिवस चैत्र 3 गतेको दिन पर्दछ। अर्को दिवस रहेको छ कथा दिवस, जुन चैत्र 19 गते पर्दछ। राष्ट्रिय सहकारी दिवस, जुन दिवस चैत्र 20 गतेको दिन पर्दछ। यसै गरी अर्को दिवस रहेको छ विद्युत सुरक्षा दिवस, जुन दिवस चैत्र 25 गतेको दिन पर्दछ। यसै गरी अर्को दिवस रहेको छ भाषा दिवस, जुन दिवस चैत्र 29 गते मनाइन्छ। वनस्पति दिवस, जुन दिवस चैत्र 29 गते नै मनाइन्छ। हस् त साथीहरू, आजको यस भिडियोमा मैले तपाईहरुलाई नेपालमा मनाइने विभिन्न राष्ट्रिय दिवसहरूको बारेमा जानकारी गराए। आशा छ तपाईहरु सम्पूर्णलाई यो भिडियो जानकारीमूलक रहनेछ। यस्तै इन्फर्मेटिभ कन्टेन्टको लागि यस युट्युब च्यानल सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।